नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले राजगृह वेणुवनमा धम्मदिननाथेरीलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, यस पुरे च पच्छा च मध्ये च नथि किञ्चनम अकिञ्चनम अनादानम तमहम ब्रूमि ब्राह्मणम। र हेर्नुहोस्, अर्थ के रहेछ, जसको भूत भविष्य तथा वर्तमान बारे केही पनि इच्छा छैन, परिग्रह रहित मेरो भन्ने नहुने व्यक्तिलाई म ब्राह्मण भन्दछु। र जो मेरोबाट अल्झिन्छ त्यो कहिल्यै मुक्त हुँदैन भनेर भगवानले भन्नुभएको रहेछ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।